Hello, welcome to my new blog. के हो बिहान बिहान यो गोप्रो कनेक्ट गर्नलाई गोप्रो त्यो के अरे कस्तो गोप्रो भन्ने बानी आएको क्या। लक पो हुँदो रहेछ मलाई आज यार बिहान हिँड्दाखेरि के भयो यसमा म्याप लगाएको थिएँ क्या मैले। मेरो कलेज जान्छ एउटा 1 घन्टा छ क्या, अनि गाह्रो हुन्छ जानलाई भनेर अनि के अरे अहिले चाहिँ म कलेज जाँदैछु होइन। कलेजमा त्यो हल्का काम थियो कि मेरो असाइनमेन्ट ड्युहरू भएको थियो, अनि त्यो गर्न गएको थिएँ हिजो। अनि भएन तर किन अब त्यो सरहरूले ल्याङ गऱ्यो, अनि आज आइज भनेको थियो। अनि आज काम पनि छ क्या मेरो, अनि काम पनि छ। अब कलेज गएर अनि काम जानुपर्छ। अब कलेज यहाँबाट 1 घन्टा लाग्छ क्या जानलाई, त्यही भएर टेन्सन छ मलाई। भ्याइ नै भएछ आज। अहिले चाहिँ पुरै जाम हुन्छ क्या। अब बिहान हो नि त सबैजना कलेज के अरे स्कुल ड्रप गर्नलाई। अनि यहाँबाट 1 घन्टै लाग्छ होला सायद। खै एङ्गल चाहिँ कस्तो आएको छ यार, एङ्गल मेरो भने जस्तै आएको छैन क्या। अनि अब काममा बिदा माग्न खोजेको, काममा पनि। अनि अस्तिको हप्ता पनि लास्ट विक मैले 2 डेज अफ ल्याएको थिएँ क्या। अनि अब त्यही भन्यो, अब फेरि सर्टेन अब हिजो फोन गरेर नि आज बिदा त अब उनीहरूलाई पनि दिन गाह्रै हुन्छ नि त। अनि त्यही पनि मलाई के अरे गरेर कलेज सकाएर नि आइज भनेको छ। अब कलेज सकाएर जान्छु। ट्राफिकमा सुरक्षा अब यहाँबाट उता चाहिँ जाम हुन्छ खासै। त्यहाँबाट सक्यो क्या, यही हो क्या। यहाँ 2टा एक्जिट छ क्या होइन, के अरे M3 र M1 त भन्दा साइडको के भन्छ उता बेसी भेटौँला। अन्त के बनाउनु अब यत्रो यहीँबाट कति 10-15 मिनटको बनिसक्यो। अब यसलाई काट्दा ओर्दा 3-4वटा भ्लग बनाइसकेँ होइन। अब एउटा पनि एडिट गरेको छैन क्या। एडिट त खासै के गर्ने र त्यही कन्ट्रोल त्यो हल्का कट गर्दै त्यो मिलाउने हो नि त। तर त्यही गर्न नि फुर्सद पाएन। अब मलाई त्यही नै कलेज गएर नि खै काम हुन्छ हुन्न थाहा छैन यार। मलाई कलेजले यति टेन्सन दिइसक्यो जिन्दगीमा। काममा फेरि अनि अर्को हप्तादेखि मलाई के अरे 5 दिन गरिरहेको छु अहिले, दिनको 8.5 घन्टा। अनि अब अर्को हप्तादेखि मन्डे पनि आइज गरिरहेको छ। मन्डे चाहिँ खासमा मेरो कलेज हुन्थ्यो, त्यही भएर काम गर्दिनँ थिएँ मैले होइन। अनि अब चाहिँ त्यो नि आइज अरे क्या। मेरो चाहिँ होइन अहिले चाहिँ कलेजबाट निस्किँदैछु। अब काम जानु छ, कलेजमा काम गर्नुपर्ने सबै गरेँ। तर आज चाहिँ गरिदियो। अब त मुलाले मलाई खोजिरहेको थियो कि मन्डे नै खासमा मेरो क्लास चाहिँ मन्डेमा हो। अनि ट्युसडे आइज भन्छ। अनि के गर्नु अब ट्युसडे कामसाम हुन्छ, अनि आउनै नमिलिरहेको थियो। अनि मेरो कलेज सकिसकेको थियो क्या। त्यही पनि ल्याङ गरेर अनि आज काममा फोन गरेर यताउता गरेर मेरो कलेज यही हो। अनि एउटा कस्तो खुट्टा दुख्यो। कस्तो खुट्टा बाउडा जस्तो भयो।
ए एप्पल वाच फाइदा चाहिँ यही रहेछ यसरी म्याप हेऱ्यो होइन न त अलि झुक्किन्छ कि सुनेर हिँड्दाखेरि चाहिँ होइन अलि झुक्किन्छ म अस्ति माउन्ट कुदा गएको थिएँ क्या अन्त माउन्ट कुदा बनाएको नि भ्लग त छ मसँग तर अब त्यो एङ्गलै राम्रोसँग मिलाएर हिँड्छ अब त्यो हालौँ कि नहालौँ भएको छ एउटा भाइले फोन गऱ्यो प्रथम भाइले अनि के अरे के भन्दै थिएँ यार म त्यही माउन्ट कुदा गएको भिडियो चाहिँ अनि मैले हाल्दिनँ होला सायद खै अब त्यो के गरौँ खासै एङ्गल राम्रै आएन अब काम जान्छु 11 बजी काम पुग्छु आज कति 8 बजी सुरु हुन्थ्यो 9, 10, 11 3 घन्टा लेट भयो केही छैन अर्को हप्ता मन्डे नै काम आइज भनेर तर म जाँदिनँ 5 दिन गइरहेको छु कहाँ 6 दिन काम गरेर धेरै काम गर्नुहुन्न मन्डे त अब घुम्न सुम्न जानुपर्छ राइड जानुपर्छ राइड जाने कुरा भइरहेछ म अनि मेरो एउटा कलेजको साथी अङ्कित अनि एउटा उत्सव भन्ने छ अनि जानुपर्छ मेरो साथी अङ्कितले चाहिँ ड्युक 390 लिँदैछ अनि अर्को उत्सवसँग चाहिँ कुन चाहिँ छ बेनेरी 600 छ क्या अरे अनि जानुपर्छ माउन्टको त के अरे माउन्ट ग्लास माउन्टेन भन्ने ठाउँ छ क्या त्यो दामी छ रोड चाहिँ त्यहाँको त्यहाँ जाने भने अब भ्याइयो भने फेरि मन्डे उसको अङ्कितको कलेज छ अनि कलेज सकाएर जाने हो जान चाहिँ सिटीमा खासै कुदाउनु मन लाग्दैन एक दिन म यो पुल पुरै यो पुल हो कि अर्को पुल हो यार एक दिन हिँडेको छु क्या खतरा पाराले के भएको थियो भन्दैन कलेज गएको थिएँ अनि के भएको थियो मैले हेलमेट ल्याउन बिर्सेँ के भएको थियो यार बिर्सेँ के अरे बाइक मैले स्टेसनमा छोडेको थिएँ अनि बाइक त ट्रेन स्टेसनमा छोडेको थिएँ कलेज आएको थिएँ अनि दाइसँग गएको थिएँ होइन घर गइरहेको थिएँ अनि हेलमेट चाहिँ कलेजमै छोडिदिन्छु क्या अनि फेरि के गरेर म कलेज फर्केर के गरेको थिएँ क्या यहाँबाट के अरे फर्किन चाहिँ कस्तो सजिलो लाग्छ क्या मलाई होइन कलेजबाट घर काम यताउता जान होइन अनि कामबाट के अरे घरबाट कलेज आउनु चाहिँ लास्ट गाह्रो हो भने के हो सिटीको बाटो युज टु नभएको अब खासै आइँदैन नि त कहिले काहीँ आइन्छ कतिचोटि आयो होला र खोइ खासै आएनै छैन होला म बाइकमा 2-3 चोटि आयो होला गाडीमा एकचोटि आएको थिएँ म त्यति हो काम जाउँ छ यार काम अब लगातार काम छ यसको होइन कस्तो यो केटीको जस्तो हो क्या ब्यान्ड अन्त यो केटीलाई भनेर किने हो मैले लगाइदिएको हो कि अझै यो अगाडिबाट राइट हो यार म अगाडि गएर बस्नुपर्ने किन बसिरहेको होला भाइज चाहिँ आज कसम सफा गर्छ यार म काममा यस्तो फोहोर भए अर्को छ एचएससीको हेलमेट त्यो मन त पर्छ तर खै मलाई ब्ल्याक हेलमेटै मनपर्छ किन खाना लिएर आएको थिएँ ब्यागको ब्यागै छ गनाइदिएन अर्को टेन्सन फेरि गनाउनु त गनाउँदैन होला सायद अहिले मम्मी आएर चाहिँ रात सजिलो भएको छ क्या खाना साना होइन खाना खाजा सब टाइममा छ मोटाउनु पर्ने अब चाहिँ खालि मोटाइनु जस्तो छ जुनीमा
जस्तो दुब्लो पनि छैन, दुब्लो देखिने मात्रै हो। कति 65 छु क्या अरे, 64 65 जस्तै होला। होइन 64 65 कि 69 हो यार, बिर्सेँ मैले। टनेलमा यस्तो गर्न मजा आउँछ। हङ्ग्री ज्याक्सदेखि त भोक पो लाग्न थाल्यो त। के खान्छ भने के बिहान कफी खाएर निस्केको, मैले नि कफी खाएँ। रेपकोमा चाहिँ सामानहरू पाउँछ, जस्तै टुल्सहरू हुन्छ नि, टुल्स वगेरा, अनि त्यसपछि गाडीहरूको सामानहरू, इन्जिन ओइल सबै पाउँछ जे होस्। अनि अर्को एउटा एएम खै मोटरसाइकलको नि पाउँछ कि थाहा छैन, तर मेन चाहिँ गाडीहरूको जस्तो लाग्छ यो। अर्को छ एउटा राइट लाइन बस्नु पऱ्यो। अर्को एएमएक्स के भन्ने छ जस्तै चाहिँ बाइकहरूको चाहिँ, त्यहाँ सबै बाइकहरूको पाउँछ। क्यालटेक्स साठीमा कुदाउँदा त के कुदा जस्तो हुने यार। टम्ला अब घर जाँदाखेरि के बनाउनु, अब खासै अब काममै जाने हो, डाइरेक्ट काममै पुग्छु, त्यही होला। मेरो चाहिँ भर्खर काम सक्यो, अब 5 बज्यो, 5:10 हुनु लाग्यो। म निस्किन्छु। घरको 30-40 मिनट लाग्थ्यो गाडी भए चाहिँ, आधी घन्टा 25 मिनटमा पुग्छु होला सायद। के बजाउँ, डिभाइनको रेन टचै हुँदैन यार कहिलेकाहीँ। फेरि यसरी सुन्दैन सिरी। चलो, फोन फुटेर बिजोक छ यार। फोन फुटे पछाडि होइन, अनि कभर नि फुट्दिरहेको, कभर नि मागेर लगाएको। खासै कभर गर्दिनँ, कभर लाउनै मन लाग्दैन क्या। लागिसक्यो यार। अब त खै खाना चाहिँ तर भोक लागिरहेको छ। अब ट्याक्क म घर जान्छ होइन, के अरे ट्याक्क घर भएर पुग्छ होइन। अनि म मुन्ने बसिरहेको हुन्छ 5 बजेपछि, कुन बेला म आउँछ र ट्याक्क ढोकाल्नु जाने बित्तिकै फोन गर्छु भन्छ जहिले होइन, बाइक रोकेर ग्यारेज खोल्नलाई। अनि तर मम्मीले डाइरेक्ट ग्यारेज खोलिदिनुहुन्छ क्या, फोन गर्न नपाई। हेरेर आयो नै त म आज देखाउँछु। यहाँ चाहिँ अहिले एउटा खोली छ, नेपाली मोमो के ठेला मोमो हो क्या अरे, आदर्श भन्ने उसले खोलेको छ एउटा। अब
यो मन्डे खै घुम्न जाने प्लान त छ, सक्सेस भयो त हुन्थ्यो यार, कति भइसक्यो नगएको। यही हो त्यो ठेला मोमो भन्ने चाहिँ, ठिकै छ, मिठै छ मोमोहरू। अगाडिबाट यार कत्रो जाम हो। यहाँ चाहिँ यहीँ हो मेरो स्पिड फाइन आएको एउटा। यहाँनिर म पहिले यो घरमा मेरो डिजाबिलिटीको काम हुन्थ्यो, अनि त्यसपछि खै यतातिर कहाँनिर क्यामेरा राखेर छ क्या, अनि 50 को जोनमा 57 भएको थियो गाडीमा, अनि कति 322 को फाइन। पुलिस आज पनि रहेछ, क्यामेरा राखिरहेको छ आज पनि। तर मैले त्यहाँ त कुदाएको थिइनँ होला है, कस्तो डर पो लाग्यो। एउटा चाहिँ कत्रो कुकुर, एउटा चाहिँ कत्रो कुकुर। घर जाने टक्क चिया खाने हो, एक्लै भएपछि त है दुधको चिया पनि कसै मिठो लाग्छ। पहिला दुधको चिया डेन्जर खान्थेँ क्या नेपाल हुँदा, दिनमा 10 कप 15 कप खान्थेँ होला केटाहरूसँग हुन्थ्यो नि त। अनि अहिले त अब एक्लै हुन्छु घरमा, अनि घरमा त्यो घरमा बस्ने साथी पनि चिया खाँदैन क्या खासै, म एक्लै हुन्छु अनि चिया बनाउनै अल्छी लाग्छ क्या। अनि चिया नै खाइँदैन क्या खासै। क्या त तेल नै गर्दैन त, हिजो हालेको थिएँ त्यसको पनि हो के छ यार, यो त्यो हटाइनु पऱ्यो कि हटाएर हाल्नु पर्ला जस्तो। लानु छ र आज खोर्सानी लानु चाहिँ थियो। जाँदिनँ कामबाट, फेरि पऱ्यो सामान किन्न जाने अल्छी लाग्छ क्या कामबाट फर्किँदाखेरि। हुन्छ कि एउटा नेपाली पसल छ त्यहाँ गएर किन्ने नि भयो, घर अगाडितिर नि पसल छ सन्तहरू कोल्सहरू यताउता। किन मलाई खोल्दैन यार। फोनै झर्ला जस्तो भयो नि त। यहाँ चाहिँ प्रायः जहिले पेट्रोल सस्तो हुन्छ यार, 157 रहेछ, 91 को 161 प्रायः म त्यति हाल्छु केटीहरू चाहिँ। तो 40 को जोन हो मैं, यो चाहिँ कार्सल लाइट हो। यहाँ चाहिँ एउटा नेपाली पसल छ कि, मोमो सोमो नि पाउँछ, ठेला छ साइडमा। नेपालको त्यो पैसा पठाउनेको नोटिफिकेसन आइरहेछ, पैसा छैन नेपाल। ए यार भाइजर क्लिन गर्छ नै, भाइजर क्लिन गर्ने बिर्सेँ नि त फेरि। मास्टर 3
यार गेट बेलामा पनि चेन्जै हुँदैन अनि घडक्क हान्नुपर्छ कस्तो माया लाग्छ यार यहाँ चाहिँ पुरै नयाँ खोला छ यो ब्रिज नयाँ बनाउँदैछ है कति भइसक्यो बनाउनु थाले कति 1 वर्षै हुन लागिसक्यो यार बनाउनु थाले यार भयो होला यार 1 वर्ष त यार पहिला चाहिँ मुनिको बाटो एउटा मात्र थियो क्या 2 वे थियो सानो एउटा मात्र लेन थियो दुईपट्टि नै अहिले चाहिँ माथिको बनाए मायासाले कहिले बन्ने र यही हो नेपालीहरू पसलहरू चाहिँ क्या दिएर आफ्नो के लिए क्या ना यहाँ माथि ट्रान्सपोर्ट अफिस हो यहाँ तपाईँको बाइकहरू गाडी ट्रान्सफरहरू नेपालको यातायात हुन्छ नि त्यस्तै हो सैतार जानु पर्ने म गएँ यार त्यो सिबिआरमा पनि जानु पऱ्यो भएन मलाई त कति गाडी आएको धेरै गाडी आएको हो त यहाँ प्रायः अफिस जाने मान्छे केटा मान्छेहरू चाहिँ बाइक नै कति लिन्छ क्या यही अब यस्तै सजिलो हुन्छ भनेर सही हो ल केटाहरू अब छु मलाई चाहिँ यतातिर मनपर्छ यार त्यो माथि हाम्रो 2 तल्लाको छ नि त अनि लास्ट गर्मी भइदिने क्या यस्तो सिङ्गल हाउसमा चाहिँ त्यति गर्मी हुँदैन क्या गर्मी भनेपछि फेरि एलर्जी छ एलर्जी ठाउँ नै यस्तो ठाउँमा आएपछि त के गर्नु अस्ट्रेलिया गर्मी नभयो भनेर नि के भन्नु अझ यहाँको वेदर त ठिकै छ भगवान् मम्मीले खोलिदिएर आज नखोलिदिएर बिल्ला हुन्थ्यो